हेलो गाइज, गुड मर्निङ जेम्सी। नमस्ते सबैलाई। म चाहिँ आज फेरि कति दिनको बाद भ्लग गरेको अनि आँखाहरू पनि सुन्ने कस्तो देखिरहनु भएको छ होला। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो एकदमै ह्याप्पीको दिन है। हामी जो चाहिँ बाहिर आउट अफ डिस्ट्रिक्ट आउट अफ आफ्नो होम टाउन बाहिर काम गर्दै थियौँ, उनीहरूको लागि चाहिँ एकदमै राम्रो अपर्च्युनिटी पाएको छ हामीले। आज चाहिँ हामीले कुन चाहिँ ब्लकमा या फिर घरको कुन चाहिँ हेल्थ एन्ड वेलनेस सेन्टरमा चाहिँ हामीले चुज गर्नु पाउनेछ, कुन चाहिँ सेन्टरमा हामी जाने, कहाँनिर ट्रान्सफर हुने भनेर हामीलाई भ्याकेन्ट एससी अब भ्याकेन्ट एसएसकेहरूको नाम लिस्ट दिएको छ। त्यसबाट हामीले चुज गर्नुपर्ने हुन्छ। अन्त आज चाहिँ हामी कति बज्यो 7 बज्न आँट्यो। त्यही भएर म चाहिँ दिदीको घरमा हिजो राति नै आएको थिएँ, किनभने डामडिमबाट चाहिँ बिहानै आएर बस पक्रिनु साह्रो पर्छ मलाई भनेर। अन्त म चाहिँ हिजो नाइट होल्ड चाहिँ यहीँ गरेको थिएँ। दिदी चाहिँ यतापट्टि अलिकति मेकअप सेकअप गर्नुहुँदैछ। म चाहिँ अलिकति गरिसकेँ, फेरि सक्नुहुन्छ। फेरि हामी चाहिँ प्रोफेसनल होइन, तर पनि अब अलिअलि गरिहाल्नुहुन्छ। यस्तो छ कुछ बाहिरको घाम लागिसकेको छ। अन्त बस चाहिँ टक्कै स्ट्यान्डबाट चाहिँ 7 बजी हिँड्छ। यहाँ क्यालटेक्समा अहिले म चाहिँ क्यालटेक्समा छु अहिले। क्यालटेक्ससम्म आइपुग्दा चाहिँ 7:15 हुन्छ, किनभने बिस्तारै आउँछ नि त बस। त्यही भएर अब म चाहिँ अघि रेडी भइसकेँ। अब हामी चाहिँ हल्का लाइट ब्रेकफास्ट गरेर चाहिँ जाने भनेको। अन्त त्यसको लागि चाहिँ हामीले अन्डा बोइल गरेको थियौँ। अन्डा बोइल गऱ्यो। अब केरा एन्ड एग खाएर चाहिँ जानुपर्ने हुन्छ। हामी चाहिँ स्पिड खाइसक्यौँ हो खानाहरू पनि। अन्त अब चाहिँ ढिलो हुनु जस्तो भयो कि यता अगाडि जाने कि यता जाने हौ। ला हौ दिदी चाहिँ हो। अन्त हामी चाहिँ निक्लेको ल। तपाईँहरूलाई मैले कहाँ गएको चाहिँ भन्नै बिर्सेछु है। हामी चाहिँ कस्तो गर्ने यो चाहिँ दिदीको स्कुटी कस्तो क्युट छ, रेड कलरमा सानोबाट दिदी जस्तै सानो, दिदी जस्तै सानो छ। स्कुटी पनि दिदी जस्तै सानो छ। कस्तो छिटै गएको राम्रो नि त हौ। त्यहाँ गएर भरे हामी निस्केको ल। हामी चाहिँ कहाँ गएको भनेकै छुइनँ है तपाईँहरूलाई। हामी चाहिँ गएको हो जलपाइगुडी चाहिँ कतिचोटि चाहिँ जानु पऱ्यो भने नि यो अस्तिको महिना र यो महिना, अस्तिको महिना पनि झन्डै ट्रेनिङ थियो 12 दिन। त्यहाँदेखि त्यो अगाडिको दिन अलिकति 2 दिन ट्रेनिङ। यही महिना त 1 तारिकदेखि 12 तारिकसम्म थियो। यहाँ हात गल्दो रहेछ हौ, कसरी भ्लग गर्छौ गल्दा कटकट भयो। अन्त अब फेरि यो बुधबार फेरि एउटा छ। आज स्याटरडे होइन, आज स्याटरडे चाहिँ हाम्रो ट्रान्सफरको लागि हो। अब फेरि वेन्सडे पनि छ एउटा। वेन्सडेमा चाहिँ हाम्रो निक्सै टिभीको बारेमा ट्रेनिङ छ। अलिकति जलपाइगुडी पनि कहिले नगएको, यहाँ आएर त चप्पा चिन्ने भइसकिसक्यो। यस्तो चाहिँ गल्ली चाहिँ जानुहुँदैछ दिदी, चिन्नुभयो होला। यो चाहिँ कतिजनाले कहाँ हो भनेर। यो चाहिँ क्यालटेक्स, यहाँ मारुति सुजुकी। यहाँनिर हो स्ट्यान्ड चाहिँ। अनि यहाँ चाहिँ एकछिन बस्नुपर्ने हुन्छ हामी। बिहान बिहानै कत्रो घाम लागेको।
है बसौँ न आज चाहिँ हामी सबै साथीहरूसँग भेला हुन्छ है भनिदिनुहोस् आज चाहिँ हामी सबै साथीहरू भेला हुन्छ तपाईँहरूलाई भेटाउने छु मेरो साथीहरूसँग हेर्दै जानुहोस् ल बसमा पनि हामी चढ्यो खाली छ अहिले चाहिँ हाम्रो साथीहरू चाहिँ यहाँनिर अत्तालिँदै आउनुहुँदैछ हेर्नु सक्नुहुन्छ हाई भन यता फर्केर प्रतिष्ठा रितिकाले आउँदैन लु हामी चाहिँ झरे पनि झऱ्यो घाम हेर्नुहोस् एक बिहान कतिको घाम छ 9 पनि बजेको छैन घाम चाहिँ के भन्नु र हामी चाहिँ टोटोमा चढ्यो टोटोमा हाई गर्दो हाई ओ भिडियो कर रही हो परको चाहिँ सदर हस्पिटल हामी चाहिँ यताभित्र जानुपर्छ यहाँ चाहिँ नर्सिङ कलेज छ हामी चाहिँ भित्र छ कन्फरेन्स हलमा चाहिँ हाम्रो आज डिसाइड हुन्छ जानुभयो हामी चाहिँ झरे पनि यहाँनिर अब चाहिँ जानुपर्ने हो 9:30 बजी गएको बोलाएको छ तर हामी चाहिँ 9 बजी गएको किनभने हामी चाहिँ 50 कतिजना दिदी 50 जना जस्तो हुन्छ होला अन्त होइन खुल्लै छ केटी अन्त गरम हुन्छ छेउहरू पनि राम्रोसँगले छान्नु पर्यो होइन एकजनालाई सोध्छ काउन्सिलिङ हो नि त आज चाहिँ कहाँ लिने तिमीहरू ट्रान्सफर भनेर त्यही भएर माइ गड भन चेन पोइन्ट रहेछ यो चाहिँ होइन फुल चेन अन्त यस्तो छ हेर्नुहोस् है हामी छिटो आउनुको चाहिँ किन भन्दाखेरि चाहिँ एसीको मुनि पाउँछ नि त नभए चाहिँ अहिले भिड भएर यस्तो गरम हुन्छ अस्ति पनि मैले एउटा तपाईँहरूलाई उयो गरिदिएको थिएँ नि के भन्छ प्यालिएटिभ केयरको पनि ट्रेनिङ हालेको थिएँ यहीँ भएको अहिले भरे चाहिँ कोही आएको छैन हामी चाहिँ फर्स्ट रहेछ ओके हामी चाहिँ यहाँ गफहरू गर्दैछु होइन ठिक्कै आयो हाम्रो साथी हाई लु प्रगति र उषा दुईजना लु 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 हेर्नु सबैजना भरिनु थालिसक्यो होइन थ्याङ्क यू उषा थ्याङ्क यू सो मच हामी अब खानुपर्छ यो उषाले चाहिँ भुजा लिएर आएको रहेछ यो चाहिँ डिस्कसन हुँदैछ को कहाँ कहाँ जाने भनेर सबैजना उमा त कुल छ ऊ 3टा अप्सन छ नि त हो त्यही भएर अरू चाहिँ ऊ लिङहरू अरे इच्चे घिच्चे ल्या मार्छ होला हौ घिच्चे भन्नु त नि ए सरी होइन इच्चे लिङ ठिङलिङ भन्नेहरूमा हौ जिम्बाम हाम्रो चाहिँ अब सुरु भयो हेर्नुहोस् मिटिङबाट हामी एकजनाको नामहरू आउँछ होइन त्यहाँबाट चाहिँ हामीले आफ्नो नाम जति नम्बर जस्तै मेरो चाहिँ 667मा छ नि त मेरो नाम डाम्लिङ टिजी अन्त मेरो अप्सनहरू चाहिँ यहाँनिर छ दलगाउँ धापगाउँ लोवर धापगाउँ दलगाउँ चाहिँ मेरो अप्सन हो अनि त्यो चाहिँ त्यहाँनिर गएर हेर्नुपर्छ कसले लिएको छैन भने चाहिँ म लिनु पाउँछु अरूले लिएको छ भने चाहिँ मैले फेरि चेन्ज गर्नुपर्छ त्यस्तो छ अरू डिस्ट्रिक्टकोहरू पनि मिटिङमा आयो हेर्नु सक्नुहुन्छ মোবাইলে খুলে রাখতে পারবো না না মোবাইলে করবেন না আপনি কারণ অসুবিধা হবে ওইখানে ইকো সাউন্ড হবে আচ্ছা তাহলে থেকে পূজা পাচ্ছি হ্যাঁ নমস্কার গুড মর্নিং ম্যাডাম আচ্ছা এক সেকেন্ড
আমি সুমাঙ্গপুর পুরুলিয়া ডিস্ট্রিক্টের মানবাজার 1 ব্লকের সিনচাকা এসএসকেতে পোস্টেড আমি বাঁকুড়া डिस्ट्रिक्टेর जন্য वेटिङै থাকতে চাই हाम्रो दिदीहरू चाहिँ यहाँ बसिरहनु भएको छ कतिवटा दिदीहरू चाहिँ उनीहरूको टर्न नदेख्छ दुईजना चाहिँ डिस्कस गरिरहेको छ यहाँ कुन चाहिँ रुमको कुन चाहिँ लान्छस् भनेर यिनीहरू Radhanpada sub-center and my choice is Kalimpong district, Kalimpong 1 block and center is Chico sub-center. अब 5 मिनटको ब्रेक भएको छ हो दिदी चाहिँ दिदीको टर्न छ अब हो यहाँ ऊ अब हाम्रो छ पालो होइन उषा चाहिँ उता पानी पिइरहेको छ उषा पनि आउनु भनेको छ हो अब हाम्रो छ सक्ने बित्तिकै चाहिँ हामी छ झन् राम्ररी देख्दैन थियो मिस उषा तामाङ पनि आउनु हुँदैछ यहाँनिर District Nagrakata block BS Company HWC want to get transferred to Darjeeling GTA, Darjeeling Pul Bazar block, Bloomfield SC. Myself Laden Serpa, currently posted at Jalpaiguri district, Mal block, Damping TJ SWC and want to get transferred to Kalimpong district, Durbathan block, Lower Dhaka. Damping Shilpa, Jalpaiguri to Kalimpong, Lower Dhaka. Next, Uttar Dinajpur, Suriti, Puriwan Blocker, Basudebpur sub-center. পশ্চিম মেদিনীপুর থেকে হুগলি বাসুদেবপুর মিটিং এ ছিলেন নর্থ চব্বিশ পরগনা থেকে পশ্চিম মেদিনীপুরে বড় কলেজ পশ্চিমবঙ্গ সাব সেন্টারে গেলেন Usha Tamang, Jalpaiguri district, Nagrakata block, Gadia TJ and SWC want to go Darjeeling GTA, Ramli block, Lingdi SC. खानासाना पनि खाइहाल्यौँ पुरी सब्जी अब चाहिँ निक्लेको सबैजनाको अनुहार हेरेरै तपाईँले थाहा हुन्छ सबैजनाले आफ्नो आफ्नो सेन्टर पाएर कति खुसी छिन् केटी हो लु फाइनली अब हामीले चाहिँ पायौँ हाम्रो आफ्नो होम डिस्ट्रिक्ट होइन के भन्नु चाहन्छौ कि कतिको खुसी छौ आफ्नो आफ्नो होम डिस्ट्रिक्ट पाएर यहाँको भन्दा त धेरै नै अब त हामी खुसी छु उषा त झन् उसले उषा खुसी छ कि तिमीहरूलाई अब तपाईँहरूलाई यतिकै देखाउनु मात्रै उसले चाहेको होइन खुसी छुइनँ भनेर घाम हेरिसक्नुहुन्छ दिएको छ प्रेम देखाउनुहोस् ऊ हाम्रो सिलगढी जाने साथीहरू चाहिँ सिलगढी जाने दुईजना जानुपर्छ उषाले चाहिँ टिकट काट्दैछ अरे हो अन्त हाम्रो लाजेनले चाहिँ हाम्रो टिकट काटियो हो अन्त अब गएर चाहिँ सिटमा टक्क बसेर खाली चालसारा झर्छु अन्त ए उषा त यही रहेछ अन्त प्रतिभा पनि मालबजार झर्छ हामी चाहिँ सिट पनि पायौँ अब चाहिँ हामी पुग्छ आफ्नो आफ्नो घर अहिले आउँछ नि हामी चाहिँ पुरा निदाएछु गाडीमा हामी होइन ए म मात्रै
हेर्नुहोस् अब चाहिँ गाउँको गाडीहरू छ कि छैन उनीहरू चाहिँ नगरकट्टा जान्छ नगरकट्टा म चाहिँ यहीँ जाने जाउँला अब साथीहरू बाई बाई भनिदेऊ जस्ट झरेँ होइन मेरो हुनेवाला अब सेन्टर चाहिँ यहाँ थियो यहाँ चाहिँ अहिले रेन्टेडमा रहेछ अब पछि बनिने चाहिँ कहाँ हुँदैन बनिने त यहाँ यहाँ तलपट्टि बनिन्छ अरे मेरो घर चाहिँ यहाँ है गाइजहरू म यहाँनिर हो मेरो सेन्टर चाहिँ यहाँ है त्यहीबाट ल यहाँ त लगेर ल देखाउँछु कहाँनिर बनिन्छ उयो ब्ल्याङ्क जग्गा छ नि यहाँ बाटो छ त्यो बाटोदेखि मुनिपट्टि त्यहाँनिर चाहिँ नापजोक गरेर चाहिँ गएको छ हो त्यहाँ चाहिँ बनिने रहेछ यहाँनिर तल हो ए यहाँनिर रहेछ कहाँ यहाँ भएन के भयो पार्किङको सुविधाहरू पनि त हुनुहुन्छ नि यहाँनिर अनि त्यहाँ चाहिँ छ पार्किङको सुविधा अब त्यहाँनिर खोलेर लाँदा हुन्छ त्यहाँ अरे अन्त मेरो घर चाहिँ यहाँ है बिहानको 7 बजी हिँडेको अहिले 5:30 महत्तु भयो यस्तो छ मेरो गाउँ चाहिँ यहाँबाट चाहिँ मेरो घर चाहिँ यहाँ हो यहाँ देख्न सक्नुहुन्छ यहाँ व्हाइट कलरको चाहिँ देख्नुभयो यो व्हाइट कलरको चाहिँ मेरो घर अनि सेन्टर चाहिँ यहाँ ल ओके बाई 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 तपाईँहरूले भ्लग इन्जोय गर्नुभयो होला प्लिज लाइक चाहिँ गरिदिनुहोस् बाई बाई थाकेर आएको बेलामा चाहिँ नि मेरो बुढाले चाहिँ के बनाएछ तपाईँहरूलाई देखाउँछु ल डान टाडान चिकन बनाइदिनु भएको रहेछ थ्याङ्क यू मजाले खानु ल हुन्छ बिहानदेखि भोकै अब चाहिँ खाना खान्छु ल बाई बाई